Hello everyone, welcome to my another vlog. आज चाहिँ म मेरो साथीलाई भेट्न सिडनी जाँदैछु। अब चाहिँ हामी सिडनीको अबन भन्ने ठाउँमा पुग्न लाग्यौं। मेरो साथी चाहिँ अहिले अबनमा बसिरहेछ उसको भाइसँगै। अनि त्यसपछि अब चाहिँ हामी मेबी 40 मिनट्स लाग्छ अरे। अनि 40 मिनट्समा पुगेर चाहिँ एकछिन रेस्ट गरेर चाहिँ आज सिटी बेलुका यसो नाइटमा स्पेन्ड गर्ने भनेर चाहिँ प्लानिङ चाहिँ गरेर आएको छु। तर आजको यहाँको वेदर चाहिँ त्यस्तो राम्रो त रहेन रहेछ। तर लेट्स चाहिँ के हुन्छ है बुढा। यो चाहिँ हामी पारामाटा भन्ने ठाउँमा आइपुग्यौँ। अनि यहाँदेखि हाम्रो होटल पनि नजिकै छ, यहाँ नजिकै छ होटल चाहिँ। अनि यस्तो रहेछ पारामाटा चाहिँ। यो पारामाटा भन्दा नि त्यहाँ चाहिँ हो पारामाटा, यो वेस्टमिड। ए पारामाटा उता हो बिल्डिङ देख्छ। ए त्यसलाई चाहिँ पारामाटा, त्यो चाहिँ पारामाटा रे। चाहिँ नजिकै छ हामी। हामी चाहिँ अहिले यहाँ होटलमा नै पुगिसक्यो। हाम्रो होटल चाहिँ 175 होटल वेस्टमिड रहेको छ। यहाँ बुढीले चाहिँ सामान निकाल्दैछ। होटल यहाँ यस्तो छ, यो यस्तो वरिपरि रहेछ। कस्तो स्कुल जस्तो छ है। हामी होटल पनि आइसक्यौँ। 114 रुम नम्बर किज। यहाँ चाहिँ 101 to 217 सम्म रहेछ। तर राम्रो रहेछ, पेन्टिङहरू पनि छ। चाहिँ चेक इन गरिसक्यो। हाम्रो यहाँ सामान यता राखिसक्यो हामीले। हाम्रो रुम चाहिँ यस्तो छ, किङ साइज क्विन साइज बेड छ। यता टिभीहरू नि रहेछ, यता सानो लाउन्ज छ। यहाँ रिसेप्सनमा कल गर्नलाई फोन नि रहेछ। अनि हाम्रो घडीमा कति बज्यो? 4:39 भइसक्यो। अनि कफी मेसिन सबै छ। मलाई बाथरुम चाहिँ मन पर्यो, सफा पुरानो डिजाइनको तर सफा रहेछ। हाम्रो कफी मेसिन नो रेडी भयो। अनि कहाँ जानु लागेको रे? अनि पारामाटा रिभर अहिले चाहिँ अब हामी रेडी भएर चटक्क हिरो नि देखेको छ। तिमीलाई पनि हिरो देखेको छ, यस्तो त थियो न। अब चाहिँ हामी रुमबाट फ्रेस भएर निस्क्यौँ। अनि ममता चाहिँ चर्च गएको छ अहिले। हामी चाहिँ उतैबाट चर्च गएर आएको थियौँ, त्यही भएर अब एकछिन चर्च सिटीमा चाहिँ एकछिन घुम्ने। अनि त्यसपछि मलाई के किनिदिनु हुने भन्नु त? तिमीलाई के हो त्यो? वाट डु मिन हो त्यो चाहिँ कमन ब्याङ्कको स्टेडियम पनि ठुलो रहेछ है। चर्च कत्रो ठुलो है, राम्रो रहेछ। यता पनि चर्चै रहेछ, तर यहाँ कस्तो क्लोजमा चर्च है। यहाँ पनि चर्च, त्यहाँ पनि चर्च। अनि यहाँ पनि खतरा। यो चाहिँ के हो? राम्रो रहेछ। यता पनि यस्तो रहेछ। तर हाम्रो क्यानबेरा बसेर त यत्रो ठुलो नदेखेर यहाँ आउँदा ठुलो अनौठो लाग्ने है। हाम्रो क्यानबेरा चाहिँ अलिक गाउँ जस्तो छ, बस्नको लागि नेपाल जस्तै लाग्छ मलाई क्यानबेरा चाहिँ। तर यहाँ चाहिँ अलिक बिजी लाइफ, बिजी सबै उयो ठुल्ठुलो बिल्डिङहरू देखेर चाहिँ त्यो चटपटेको क्रिस्पी भइरहेको थियो। अनि यहाँनिर सिलासलाई भने अनि यहाँ चटपटे पाउँछ भनेको त नेपाली इन्डियन ग्रोसरीहरू पनि टन्नै छ अरे होइन। अनि त्यसपछि त्यहाँनिर चटपटे पनि बेच्छ अरे। अनि म चटपटे खान जाँदैछु। हामी चटपटे खानलाई यहाँ आएको छौँ। हेरिसन पार्कमा चटपटे पाउँछ अरे। अनि म यस्तो क्रिस्पी भइरहेको छु। अनि यहाँनिर चाहिँ अर्डरको लागि यहाँनिर चटपटे सबै राखेको रहेछ। लाइक दिस पसन्द यो रहेछ नै भयो नि। यहाँनिर यो चटपटे छ भनेर यस्तो कुदी आएको थिएँ। यो चाहिँ लुक लाग्दो चटपटे, तर यो चटपटे होइन रहेछ, यो पुलाउ के रहेछ। बेजत भयो मेरो। मलाई त म अघि रङ साइड गएछु, रङवाला पसलमा। अनि यहाँ चाहिँ चटपटे पाउँदो रहेछ। म यहाँ चटपटे खान्छु। हामी चाहिँ यहाँ छौँ चटपटे खानलाई।
त्यस्तो दामी ठाउँ रहेछ पछाडि चाहिँ बस्ने ठाउँ छ कस्तो लागिरहेछ तिमीलाई मलाई मजा लागिरहेछ कस्तो आनन्द लागिरहेछ चटपटी सुन्ने बित्तिकै हाम्रो चटपटे आइसकेको छ बुढी लिएर चटपटे देख्नु छ नि यहाँ मुख परिसक्यो टेस्ट गरेर त कस्तो छ दामी मिल्दा नि दामी छ मिठो हामी चाहिँ लिटिल इन्डिया आइपुग्यौँ लिटिल इन्डिया हेरिस पार्क होइन त बुढी लिटिल इन्डिया रे सब उयो इन्डियन र नेपालीहरू मात्र रहेछ ल यो चाहिँ हामी न्यू दिल्लीको सडकमा हिँड्दैछौँ भन्दा नि हुन्छ लिटल इन्डिया भन्ने ठाउँबाट घुम्दै घुम्दै आएर चाहिँ सिलासले सिधैमा जेरी पनि खानु पायो अनि मक्ख परिरहेको छ जेरी यहाँ त अहिले अफर पनि गर्दो रहेछ चाख अरे अनि त्यसपछि चाखेर खाइ पनि सक्छ सिलास मक्ख परिरहेछ अनि म चाहिँ यहाँनिर अब ममताहरू पनि आउनलाई 20 मिनट जति लाग्छ होला अनि यहाँ कस्तो राम्रो गाडी रहेछ कार मलाई यस्तो खालको कार चाहिँ मनपर्छ पुरानो ओल्ड तर कस्तो लाइक गुड वान हिरो हिरोनी बनिएर पुरै कहाँ गएको अनि त्यसपछि तिम्रो कार कस्तो राम्रो देखिरहेछ आज मात्रै अरू बेला त ठिकै अनि सबै प्रायः क्लोजिङ भइसक्दो रहेछ यहाँनिर पनि अनि मैले चाहिँ गोप्रो किन्ने भने बन्द भएछ अब अहिले भरे पैसा बच्छ अनि त्यसपछि तर थ्याङ्क यू राम्रो रहेछ यहाँनिर हेर्नु तिम्रो गर्लफ्रेन्ड चस्मा लगाउने पछाडिको चाहिँ पछाडिको मन पऱ्यो अगाडिकै राम्रो छ म चाहिँ कस्तो त्यस्तो ठाउँमा कस्तो डल्ली निस्केको है सिडनीको वेस्ट फिल आएको तर सबै क्लोज हुँदो रहेछ सिलासले चाहिँ यत्रो धेरै कन्फिडेन्टले भन्दै थियो कि 10 बजीसम्म त ओपन नै हुन्छ भनेर अहिले त यहाँनिर प्रायः सबै क्लोज हुँदो रहेछ अघि मलाई तिमीले नै होइन डाइलग दिएको के भन्दै अरे 10 बजीसम्म खुल्छ कि क्यानबेरामा जस्तो हो भन्दै थियो त नि हाम्रो यहाँ मोडल चाहिँ थ्रेडिङ गर्ने भनेर आएको रे सबै बन्द भएर यहाँ बसिरहेछ अनि यहाँ यसो ट्रेडिङ गर्न आएको हिरोइनी बनिनुलाई लास्टमा त क्लोज नै भइसकेको रहेछ के हो पुरै के हो सिलास चाहिँ पर्खिरहेको छ भाइलाई पुरै मक्ख परिपरि म भाइलाई पनि पर्खिरहेको छु खोइ भाइ नै आइपुगेछ नि यहाँ चाहिँ सिलासको भाइ आउँदैछ के हो सिलास मुसुक्क चाहिँ हाम्रो भाइ हो भाइ चाहिँ फेरि मसक 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 जयमसी भाइ ममताको चर्च चाहिँ यही हो फाइनली 5 वर्षै पछि आयो हिरोनी बनिएर फेरि यहाँनिर दिदी हो पुरै हिरोनी बनिएर आएको छ यहाँनिर यत्रो चटक यत्रो घन्टा लगाएर हिरोनी बनिएर आएको छ यहाँनिर डान्स गरिरहेछ यिनीहरूले चटक देखाएको के देखाएको आइरहनु केही मैले बुझिनँ यो एउटा डान्सर पनि हो मेरो राजा पनि हो पुरै हामी जाँदैछौँ यो फेरि चढ्नलाई पुरै मान्छेहरू घुमेर आइसक्यो अनि त्यसपछि चाहिँ कस्तो लागिरहेछ बुढा मलाई ठिकै कति चढ्ने मजा आइरहेको भाइ तिमीलाई मलाई नि एकदम रमाइलो लाग्यो रमाइलो अब यो फेरि चढेर हामी जाने हो ल बोर्डिङ गरे हो कहाँ बस्ने अगाडि पछाडि एकछिन अगाडि बसौँ अनि त्यसपछि अहिले जाडो हुन्छ नि भित्र बस्नुपर्छ यो अगाडि हो कि पछाडि हो हामी चाहिँ पाराबाटाबाट सिटी जाँदैछौँ फेरीमा
चाहिँ हामी कुन ठाउँ रे बुढा यो सिडनी ओलम्पिक पार्क चाहिँ आइसक्यौँ अहिले हामी सिटी आइपुग्यौँ अनि सबैजना कस्तो राम्रो निस्किरहेको छ हामी चाहिँ ओपेरा हाउस अस्ट्रेलियाको आइकोनिक बिल्डिङ अनि यता चाहिँ सिटीको रहेछ दामी छ यहाँनिर चाहिँ टाइटोनिक पार्ट 2 रहेछ यहाँ कहाँ आइपुग्यो सर्कुलर कोए होइन है गाइज सर्कुलर की हो सर्कुलर पहिला सर्कुलर कोए भन्यो ट्राम पायो यहाँ ट्राम आइसक्यो अनि हामी चाहिँ वेट गर्दैछौँ ट्राम होइन लाइट रेल भन्छ यहाँ सेकेन्ड बेलामा ट्राम भन्छ लाइट रेल भन्छ यहाँ पुरै गाडी आयो रे गाडी लान्छौँ लोकल बस यो ठाउँमा आइपुग्यौँ ओ केमिस्ट रहेछ यहाँ पनि यो चाहिँ सिडनीको केमिस्ट क्लोज भइसकेछ केमिस्ट यहाँनिर बिल्डिङमा आइपुग्यौँ अनि यहाँ आएर चाहिँ हामी हिँड्दैछौँ अनि तर यहाँ नाइटमा यसो हिँड्दा चाहिँ मजा हुँदो रहेछ म कहिले हिँडेको थिइनँ तर हिँड्दा रमाइलो लाग्दो रहेछ है बेलुका पनि यसो हामी रुममा आइसक्यौँ साथीलाई भेट्यौँ ओऱ्यौँ अनि त्यसपछि अब चाहिँ थाकिएर हो नि अब चाहिँ हामी होटलमा बस्यौँ अब हाम्रो रुम जाँदैछौँ हामी चाहिँ थ्याङ्क्स रुममा पनि आइसक्यौँ हामी अनि त्यो आज रमाइलो भयो धेरै पछाडि साथीलाई भेटेको अनि घुम्नु कस्तो लाग्यो तपाईँलाई चाहिँ रमाइलो लाग्यो सिटी घुम्यो रमाइलो लाग्यो अनि थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो